तपाईँ यति बेला नेपाल कथा युट्युब च्यानल हेर्दै हुनुहुन्छ। म सञ्चालक रमेश पोखरेल। म यति बेला पोखरा सहरभित्रको गाउँ बयलीमा छु। वार्ड नम्बर 21 पर्छ यो पोखरा महानगरपालिकाको। यति बेला मकै गोडमेल गर्ने समय भएको छ। दोस्रो पटक मकैलाई गोडमेल गर्नुपर्ने सिजन हो यो। अहिले हामी मकै गोडमेल गर्ने तयारीमा छौँ। आज शनिबार हो, वैशाख महिनाको अन्तिम शनिबार। माफ गर्नु होला, आज अन्तिम शनिबारको पर्सिपल्ट हो, अर्थात् बुद्ध जयन्तीको यो पावन अवसरमा सबैमा शुभकामना पनि। बुद्ध शान्तिका प्रतीक हुन्, यसर्थ संसारभर शान्ति फैलियोस्, शुभकामना। यो शान्तिको शुभकामनासँगै हामी मकै गोड्दैछौँ, खन्दैछौँ। मलाई साथ दिने मकै गोड्न खन्न आरसी पोखरेललाई विशेष आभार प्रकट गर्दछु। नेपाल कथा युट्युब च्यानल सम्पादन नगरिएका भिडियोहरू हुबहु जस्ताको तस्तै प्रस्तुत गर्ने यो माध्यम हो। हेर्नुहोला, केही सुझाव सल्लाह भएदेखि दिनुहोला।